राजावादीले हिंसा गरे अहिले प्रमाणित भयो सरकारी सम्पत्ति तोडफोड गर्ने जडीबुटीमा आगो लाउने माओवादीको कार्यकर्ता भएको आज पुष्टि भएको छ तपाईहरुका साथ झुटा मुद्दा लगाएर हाम्रा साथीहरुलाई थुनिएको छ पार्टीका उपाध्यक्ष रविन्द्र मिश्र माननीय सांसद डाक्टर धवल शमशेर राणा पशुपति खड्का लगायत राष्ट्रवादी साथीहरुलाई थुनिएको छ म सरकारलाई अपील गर्न चाहन्छु अनुरोध गर्न चाहन्छु झुटा मुद्दा लगाएर थुन्ने कोशिश नगरियोस् यदि यो कोशिश भयो भने आज बल्खुमा लाखौं भोलि देशभरि हजारौं जनताले तिमीहरुको घर घेर्ने छन् त्यो दिन तिमीहरु भागेर काम गर्नु यी झुटा मुद्दा तत्काल फिर्ता गरियोस् म आज यो बिर्दोह किन भयो यो बिर्दोह किन आवश्यकता भयो भनेपछि अहिले यी नेताका छोराछोरी हेर्नुस् त एकछिन एकजना कोही नेताको छोराछोरी नेपालको क्याम्पसमा पढ्छ जनताका छोराछोरी क्याम्पसमा पढाएर राजनीति गराएर त्यही क्याम्पस बन्द गराउँछ म आज सोध्न चाहन्छु कति भ्रष्टाचार गरेको लाउडा काण्ड कहाँ गयो धमिजा काण्ड कहाँ छ चेजेर काण्ड कहाँ छ चाइना साउथ काण्ड कहाँ छ एयरबस काण्ड कहाँ छ घोटाला सुडान घोटाला ओम्नी प्रकरण बुढी गण्डकी व्हाइट बॉडी गोकर्ण रिसोर्ट 70 करोडको सेक्युरिटी प्रियोस अडियो काण्ड नक्कली भुटानी शरणार्थी ललिता निवास 60 केजी सुन 9 केजी सुन सहकारी काण्ड त्यसैगरी सर्प काण्ड टेरामेक्स काण्ड भिरकुटी मण्डपको भ्रष्टाचार यानसेल काण्ड नेपाल ट्रस्टको जग्गा काण्ड मेलम्चीको खानेपानीमा भ्रष्टाचार बालुवाटारको जग्गा कर्लप्पै खाने काण्ड क्यान्टनमेन्टको घोटाला एमसीसी का दलाल नेपाल स्काउटको जग्गा बेची खाने अपराधी चोर फटा त्यति मात्र होइन यहाँका नेवार समुदायको गुठी बेचेर खाने यी दलालहरूले गुठी काण्ड र अहिलेको प्रधानमन्त्रीको गिरिबन्धु टी स्टेट काण्ड त्यति मात्र होइन कम्बोडियामा पैसा लुकाउने काण्ड यसका साथ यति काण्डको छानबिन गर दोषीलाई कारबाही गर अख्तियारका प्रमुखलाई मेरो अपील छ पार्टीका कार्यकर्ताको हल्लुने कार्यकर्ता नबन अख्तियार प्रमुखज्यू तपाईलाई अपील छ होइन भने राष्ट्रिय प्रजातन्त्र पार्टीले मात्र होइन यो राष्ट्रवादीहरूले यो शक्ति अगाडि बढायो भने यी काण्डका नाइकेलाई जेल हाल्छौं थुन्छौं र यिनको जमानत सर्वोच्च हरण गर्छौं भनेर हामी यो आन्दोलनमा अगाडि बढेका छौं धेरैले भन्ने गरे आज देश बेरोजगारी छ 80 लाख भन्दा बढी युवाहरुको देशमा काम गर्न बाध्य छ देशमा भ्रष्टाचार गरेको छ लुटेको छ आवाज उठायो भने गोली हान्न आउँछ यो देश तिमीहरुले आर्ज्या हो यो देश नेपाली जनता र राज संस्थाले आर्जेको हो माक्सरले लिने होइन यो जे मन लाग्यो त्यही नगर आज बेरोजगारी भयो अहिले गणतन्त्रमा धेरै उपलब्धि गर्यौं